हामी कुटी कुटी मान्छे मार्न सक्दा रहेछौँ, लखट्टी लखट्टी हान्न सक्दो रहेछौँ ढुङ्गाले। हाम्रो धैर्यताको परीक्षण भयो, हाम्रो चेत विवेकको परीक्षण भयो र प्रमाणित भयो हामी भित्र त राक्षस रहेछ नि डाक्टर साहब, श्रृङ्खल रहेछौँ हामी, हाम्रो मस्तिष्क त अराजकताले भरिएको रहेछ। जहाँ सिंहदरबार दन्दनी बन्दाखेरि हामीले शीतलताको महसुस गर्यौँ डाक्टर साहब। रोइरहेको थिएँ म। एसियामा सबभन्दा ठुलो सान थियो, त्यत्रो ठुलो दरबार हाम्रो एसियामा कसैको पनि छैन। मान्छे त एउटा मौकाको प्रतीक्षा गरिरहेको हुँदो रहेछ नि, होइन डाक्टर साहब? तोडफोड, आगजनी, कुटपिट, लुटपाट, विध्वंस, त्यो त हाम्रो मस्तिष्कमा त त्यो चिजले पो जरो गाडेर बसेको रहेछ त डाक्टर साहब। मौका पो खोजिराखेको रहेछ त। यहाँ कानुन छ, राज्य छ, पुलिस छ भन्ने एउटा डरले कता कता रोकिराखे पनि मौका मिल्यो यहाँनिर भनेपछि त डाक्टरले जे भन्नुभयो, गाडी फुटाउने मान्छे त कुनै अर्को ग्रहबाट आएको थिएन नि त। त्यही वरिपरि बसिरहेको अहिलेपछि त्यही काम गरिरहेको मान्छे रहेछ नि त, त्यहाँ त कुदिहाल्दो रहेछ नि त। केले हामी यति आक्रोशित भइरहेको छौँ डाक्टर साहब आजभोलि? किन विध्वंसमा हामीलाई इन्जोय हुन्छ क्या डाक्टर साहब? त्यसैले अघि नै मैले म पुगिसकेको ठाउँ थियो त्यो चाहिँ, त्यो ब्रह्मचर्य भन्ने चिज हामीले बिर्स्यौँ एउटा। अनि म को हुँ भन्ने बिर्स्यौँ। मैले अर्कोलाई मात्र हेरेको छु कि म तपाईँ जस्तो बन्न चाहन्छु, म कस्तो भएँ कस्तो भएँ, म तपाईँ जस्तै देखिन चाहिरहेको छु नि, हात यसो गरेर राखेर म कस्तो भएँ कस्तो भएँ। म जस्तो म छुइनँ कि, म अर्को जस्तो बन्न चाहन्छु। यो होडबाजी हो, यो नचाहिँदो प्रतिस्पर्धा जुन जरुरी छैन समाजलाई। हरेकलाई म जस्तो म बन्नु छैन, त्यो जस्तो म बन्नु छ, अर्को जस्तो बन्नु छ। म रवि दाई जस्तो बन्ने, रविलाई रवि बन्न छोडिदेऊ न, तिमी आफू जस्तो बन न, होइन र? रविजीले कति मेहनत गरेर त्यहाँ पुग्नुभयो होला, त्यहाँ जस्तै बन्नुभयो होला, उहाँ जस्तो किन भन्नु पर्यो? तिमी जस्तो बन न, होइन र? होइन, मैले देखिरहेको यो नचाहिँदा होडबाजी, यी होडबाजीहरूबाट, यो दिमागभित्रको उशृङ्खलताबाट यो समाजलाई निकाल्नका लागि अब बहस जरुरी छ। यो चाहिँ हामी समाजलाई एउटा उशृङ्खलताले पो भरिएको रहेछ नि त, त्यो त प्रमाणित भयो नि त डाक्टर साहब अहिले, होइन डाक्टर साहब? निस्किनु त मान्छे त भित्र त बारबारियन्सहरू रहेछन् के, त्यो युरोपले त हजारौं वर्ष अगाडि गुमाइसकेको बारबारियन हाम्रो दिमागभित्र रहेछ। हामी कुटी कुटी मान्छे मार्न सक्दा रहेछौँ, लखट्टी लखट्टी हान्न सक्दो रहेछौँ ढुङ्गाले, होइन? त्यो त बारबारियनहरूले कहिले गर्न छोडेर आज राम्रो समाज भनेर युरोपियन्सहरूले समाज बाँचिरहेका छन्, होइन र? हाम्रो सभ्यताको परीक्षण भयो डाक्टर साहब अहिले, हाम्रो संस्कारको परीक्षण भयो, हाम्रो मानवीयताको परीक्षण भयो, हाम्रो धैर्यताको परीक्षण भयो, हाम्रो चेत विवेकको परीक्षण भयो र प्रमाणित भयो हामी भित्र त राक्षस रहेछ नि डाक्टर साहब, श्रृङ्खल रहेछौँ हामी, हाम्रो मस्तिष्क त अराजकताले भरिएको रहेछ। जहाँ सिंहदरबार दन्दनी बन्दाखेरि हामीले